फ्रेन्ड्स ह्याप्पी शिवरात्रि होइन। अनि आज चाहिँ फाइनली म पशुपतिनाथमा आएको छु। गइन्छ बाबाहरूलाई पनि भेटिन्छ। अब त्यहाँ रोटी पिङहरू पनि देख्नुहुन्छ होइन, रोटी पिङ पुरा चलिरहेछ। अनि अब भित्र गएर अब हामी के गर्छौँ होइन त्यो सबै कुरा हामी तपाईँलाई देखाउँछौँ। अनि त्यहाँको रमणीय कुराहरू सबै तपाईँलाई हामी यो भिडियो मार्फत देखाउँछु। भिडियो स्किप नगरी हेरिराख्नु होला, इन्जोय हुन्छ तपाईँहरूलाई, इन्टरटेनमेन्ट फुल्ली यो भिडियोबाट मिल्छ होइन। सो साथी अहिले चाहिँ म क्यामेरा अफ गरिदिन्छु। यहाँबाट यो मान्छेहरू जम्मा भएको छ नि, यो कसैलाई पनि छिर्नु दिँदैन क्या। यतापट्टिको लाइन अनि यतापट्टिको लाइन, उता यो लाइन चाइबिलसम्म छ, यो लाइन एयरपोर्ट हो भने सिनामङ्गलसम्म छ क्या। त्यहाँबाट लाइन बस्यो भने यहाँ यो गेटमा कहिले पालो पाउँथ्यो यार, पोसिबलै छैन पालो पाउनु त। बाटोमा हिँड्न ठाउँ छैन, धेरै भिड छ के हिँड्ने बाटै छैन। मान्छेहरू कसरी हिँडिरहेको बाटो पनि सोधिदिनु ल बाई अब साथी ल लाग्यो। म चाहिँ बसतिर चढ्नु पऱ्यो अब होइन। बाबुहरू पशुपति गयो भित्र? गएन धेरै भिड छ के भित्र, जान सक्दैन है, लास्टै भिड छ है, गाह्रो छ। ल साथी म चाहिँ होइन पशुपतिबाट सिधै रुममा आएर अनि बेलुका पख चाहिँ आफ्नै रुम छेउको मन्दिरमा गएको थिएँ। त्यहाँ चाहिँ निकै नै रमाइलो भएको रहेछ। अनि यहाँ हेर्नुहोस् त सबैजना होइन रमाइलो गरिराख्नु भएको रहेछ। भजन कीर्तन अब सुरु हुन लागेको रहेछ। अनि शिवजीको प्रसादहरू पनि सबै खाएर हल्का रमाइलो गरिराख्नु भएको रहेछ होइन। अब म पनि अलिकति चाख्नु पऱ्यो। साथी अहिले मलाई पनि प्रसाद ल्याएर दिनुभयो, अब म खान्छु है साथी। जय शम्भु। आमा हो त्यो दाइले त यार हाले गर्न थाल्ने यार सबैलाई। एउटा हातमा छ्याङ एउटा हातमा रक्सी बोकेर हिँड्ने होइन छन्। हेर्नुहोस् है साथी, म रेकर्ड गरिरहेको थिएँ होइन, आमा आउनुभयो अनि मैले रेकर्ड गरेको देखेर अनि भन्नुभयो कि म पनि बोल्छु भन्नुभयो होइन। अनि बोल्नुभयो होइन, मैले बुझ्दा पनि बुझिनँ, मलाई त कस्तो हाँस लाग्यो, आमा पनि हाँसे है। कौन फिल्म है त्यो? फिल्म शिवरात्रि फिल्म सुट फिल्म है त्यो? बालाले आमाले चाहिँ आफ्नो भाषाबाट के बोल्नु भयो थाहा नै भएन होइन, नेवारी भाषाबाट बोलेको। तर आमाको त्यो बोल्ने शैली देखेर चाहिँ निकै हाँसो लाग्यो के। यहाँ चाहिँ फेरि यो देखेर मलाई आफ्नो गाउँको याद आयो कि पहिला पनि हामीले यस्तै गर्थ्यौँ शिवरात्रिमा रातभरि आगो बालेर बस्थ्यौँ नि होइन। अनि यहाँ पनि यस्तै आगो बालेर रातभरि नै बस्छु भनेर बाल्नु भएको रहेछ। अनि साइडमा भजन कीर्तन गरेर होइन नाच्नु भएको रहेछ बुवा होइन। कति रमाइलो लाग्यो क्या मलाई चाहिँ यो देखेर। ओ माई गड, मलाई आफ्नो बचपनको याद आएको कि फेरि। सुन्नुहोस् है तपाईँहरू पनि भजन। साथी कस्तो लाग्यो होइन। म चाहिँ अब रुमतिर जान्छु होइन। भयो म चाहिँ अब जान्छु साथी। ल म चाहिँ अब लागेँ होइन। ल आजको मेरो तर्फबाट चाहिँ शिवरात्रि यही थियो। दिनमा अलिकति झल्को पशुपतिनाथको अनि रातिमा आएर यहाँ होइन दुई ठाउँमा अलिअलि गरेर पुरै त भइहाल्यो नि होइन। यही थियो मेरो शिवरात्रि चाहिँ। अनि तपाईँलाई कस्तो लाग्यो आजको यो ब्लग? अब पशुपतिमा त अब त्यस्तै भइहाल्यो होइन। आदन कल्चोको भित्रै जानै पाएन कि, आदन कल्चो आद्दा पनि होइन, यति टुस्छ अगाडि त्यसो ढोका छेउमा मात्र पुगेर फर्किया हो पशुपति मन्दिरबाट चाहिँ। यहाँ चाहिँ आइयो पुरा भजन कीर्तन गरिराख्नु भएको रहेछ होइन। अनि भजन कीर्तनमा अब अगाडि यसो सामेल भइयो अनि त्यहाँबाट प्रसादहरू खाइयो, अलिअलि आँखा रातो भएछ। अनि रमाइलो भयो जे होस्। साइडमा चाहिँ दियै गर्ने, फेरि जबसम्म नाइ हुन्न तबसम्म त्यो के हो दिए के खानेकुराहरू त। अनि मैले चाहिँ अब धेरै खानु हुँदैन भनेर होइन लिमिटमा खाएँ। अनि जे होस् भजन कीर्तन भइरहेछ होइन। अनि एकदम रमाइलो भइरहेछ। अनि त्यहाँ अझै पनि छ मान्छेहरू। म चाहिँ अब मलाई चाहिँ भयो है भन्ने भयो क्या मलाई, किनकि दिनभरि हिँडिरहेको छु नि त म होइन। अनि राति पनि ओभर हुन्छ फेरि, त्यस कारणले चाहिँ म अब
रातभरि बस्न मिल्दैन नि त। भोलि बिहान फेरि मेरो आफ्नै काममा जानुपर्ने हुन्छ। एउटा काम छ भोलिको लागि चाहिँ स्पेसली होइन, त्यो चाहिँ जबको हो। अहिले अलिकति टुस्स भनिदिइहाल्नु, त्यसको लागि भोलि नेक्स्ट भ्लग आउँछ होइन। अनि त्यही भएर ओभरभन्दा दिनभरि पनि हिँडिरहेको छु होइन, रातभरि पनि बस्न मिलेन। अनि अहिले आइयो होइन, अहिले 11 बजीसक्यो रातिको। त्यही भएर अब चलिदिनु पऱ्यो। जस मजा लाग्यो क्या आज। उहाँ पशुपतिमा चाहिँ अब त्यस्तै भइहाल्यो होइन। यहाँ चाहिँ आएर अलिकति हल्का रमाइलो लाग्यो होइन। जस ठिकै हो। ल साथी, मेरै रुम छेउमा पनि त्यहाँ तपाईँले झलक झलक बत्ती बोलेको देख्न सक्नुहुन्छ होला है। त्यहाँ हेर्नु त, झलक 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 बोल्यो नि, त्यहाँ पनि हुँदैछ है। त्यहाँ पनि यसो पस्दिउँ, के रहेछ बुझ्दिउँ, अनि त्यहाँबाट चाहिँ म रुमतिर जान्छु क्या होइन। म चाहिँ अब जान्छु यहाँबाट पनि। शिवको प्रसाद धेरै लाए जस्तो छ होइन। ल साथी, म चाहिँ रुममा जाँदैछु है अब।